Jhyams Putali प्रेमका अनुभूतिहरू ओ बसन्त भेना कहाँ आयो मान्छे फेरि भेना ओ बसन्त भेना ओ भेना जय श्री शम्भु जय श्री शम्भु के हो के बिहान बिहान एक्लै तोलाएर बस्नु भएको त अब यतै घुमेर आऊ त्यति कहाँ बस्यो भने त बिहान बिहानै तोलाएर बुढो जय श्री शम्भु ना जय श्री शम्भु के हो के यस्तो तोलाएर बसिराख्नु भयो यार सपनामा एउटा सानो बच्चा देखेँ कि मैले हिजो राति अनि के छ तिम्रो खबर के हुनु भएन यस्तै छ बिजोग छ नि अब कहाँ हो कि तिमी बिहान बिहानै कुकुरले आछि नखाँदै कहाँ भएन यार कुकुरले ब्रेक हालेर लन्च हान्ने बेला भइसक्यो तपाईँ पनि यार मोटो भर्खर उठेको यार ए हो र अनि यो काठमाडौँ बसेको कस्तो भयो तपाईँहरूको तिमीलाई सबै थाहा छ त शिवसँग कुरा भइरह होला त तिम्रो कहाँ थाहा हुने भएन शिव सोल्टीले भनेको पो थाहा हुने त्यही एकचोटि फोनमा कुरो भएको थियो ए साँच्चै तपाईँको मोबाइल चाहिँ कहाँ छ कि के भयो स्विच अफ बनिरहेको छ त नि कहाँ हराएर भेट्यो नि पछि के हो त तपाईँको पुरा झिला झिला छ त मोबाइल त हो त्यही त नि स्कुटरमा त्यो लखरलाई खोज्दै थियो अनि त्यो फोन आएको थियो अनि गोजीमा फोन उठाएर अनि त्यसपछि फोन गरेर अनि गोजीमा राखेको खसेछ खस्दाखेरि फुटेछ के ए साँच्चै त्यो लहर चाहिँ कहाँ के भएको हो भने लापता त त्यो मान्छे खै होली खेलेर अन्त बेलुकामा छुट्टिएको शिवलाई दोरीजाम भन्दै थियो अरे भोलिपल्ट बिहानदेखि चाहिँ मोबाइल स्विच अफ गरेको लापत्ता छ अनि मोबाइल चाहिँ भेट्नु भयो चाहिँ कसरी भेट्नु भयो फेरि यो मसँग चाहिँ इएमआई कोड थियो टेकु चौकीमा गएर अन्त कुराकानी गरेको त्यहाँ रिपोर्ट गरेको पुलिसले भेटाइदियो भेटिँदो रहेछ मोबाइल पनि हराएको मोबाइल पनि यो इएमआई कोड हुनुपर्छ के यस्तो हुन्छ के खै यो यहाँ यस्तो हुन्छ कि यहाँ यस्तो छ के कहाँ भेना यार इएमआई नम्बर हो र आइएमआई नम्बर पो हो र यार आलु अक्षर भैँसी बराएर गर्नुहुन्छ तपाईँ यार त्यही आइएमआई नम्बर पो रहेछ होइन यो नम्बर त चाहिने रहेछ चाहिन्छ नि म पनि लेखेर राख्नु पऱ्यो कि मोबाइलमा फेसबुकमा सेयर गरेर राख्नु पर्छ होला यो नम्बर त फेसबुकमा सेयर गरेर राख्दा राम्रो के त्यही त कि यो त चाहिने रहेछ त मोबाइल ओन्ली मी गर्नुपर्छ फेरि हो र त्यही त कि हरायो भने त झ्यापै भेटिँदो रहेछ त अनि त्यसो भए म नि फेसबुकमा सेयर गर्नु पर्यो त्यसो भए फेसबुकमा सेयर गरे पनि हजुर ओन्ली मी गर्नुपर्छ के पब्लिक गर्यो भने फेरि अर्कोले चाहिँ तिमीलाई रिपोर्ट हाल्ला ओन्ली मी गर्यो आफूले मात्रै हेर्न पाइन्छ होइन भाइ चाहिँ हरायो फेसबुक खोल्यो आफ्नो चाहिँ सेभ गर्यो लिएर गयो अनि के छ तिम्रो खबर के हुनु छ र भेना बिजोग छ नि अब गाउँमा भागेर हेर्ने केटाहरू कोही नभएको सबै काठमाडौँतिर आफू एक्लै लहर लहर ए साँच्ची तपाईँ त अनि गीत बनाउने भनेर गएको होइन काठमाडौँतिर बनाउनु भयो त बनाएँ नि मैले खै अनि सुनाउनु त खै कस्तो बनाए गीत सुनौँ न त यसो भेनाले बनाएको गीत सुनिदिउँ नि त कस्तो बनाए कहाँ के भयो फेरि प्रेमका अनुभूति त्यो त अर्कै बज्यो त हो सेकेन्डमा ए यो पो
राम्रो बनाउन खोजे हो अलि भोजपुरी टाइपमा म्युजिक गयो कि भोजपुरीमा हाल्नुपर्छ नि ढिच्चे गर्ने बिहामा बजाउनु त मजा आउँछ नि फेरि यो गीत त फेरि एरेन्जरले यस्तै ठिक छ भन्यो राम्रो भन्यो गीत चाहिँ यो डान्सिङ ट्र्याक बनाइरहेको छ त्यसको चाहिँ भिडियो चाहिँ राम्रो बनाउनु पर्छ यही बनाउने हो हामी सबै मिलेर अब तिमी भयो शिव भयो झमक भयो दिपी भयो होइन रचना थिइन् यो रचना त अनि यही होटलवाली होइन र हो हाम्रो जितुको छोडेर हो के जितु छोरीको लागि बनाइदिएको त होइन अब उसैले अब बनाइदियो भन्यो अनि यस्तै बनाइदिएको ए भनेपछि सोल्टीले नि शाहरुख खानको स्टाइलमा हान्ने भयो गीतमा डान्स अब शाहरुख खानको स्टाइल भन्छ हान्दाखेरि कस्तो हान्छ कादर खानको हान्यो भने समस्या छ त्यो त समस्या छ गीत चाहिँ दाइ भने है यस मन पऱ्यो मलाई चाहिँ यो कहिले भ्याइने गीत फेरि हामी बनाउनु चाहिँ अब गीत चाहिँ राम्रो बनायो भिडियो पनि अच्छा बनाउनु पर्छ सबको डान्स हानेर होइन गीत सोचेर अनि रचनालाई खेलाउनु चाहिँ होला केटी जितुले के भन्छ बुढी चल्यौ न बुढी सुधा अच्छा उसले नि आएछ पैसा त छैन बोलीमा पनि छैन छैन बुढी सुधा बुढी ओ मेरो बरन प्यारी पैसा साँच्ची क्या छ हौ सानो पनि छैन भित्र पनि छैन बुढी ए सुधा हिसाब छ भन्छ त बुढी बेलुकी स्यालको झोलो दालमा भात त खाइएन अहिले खोजिरहेको छ पेटले भात नि छैन दाल नि छैन चिया पकाएर खानु पर्यो चिनी नि सकिया रहेछ भात पकाउनु पर्यो अब चामल नि छैन दाल नि छैन तरकारी नि छैन सबै बोकेर लैछ नि आछिया यो बुढी त भाषा बनाएर छिरेको त यो हेर्छु त्यो नि छैन त्यो हेर्छु यो नि छैन के हो यस्तो बुढी सबै बोकेर गएछ नि कि अब स्यालको झोलको दालमा एक दुई शब्द यसो सम्झाइरहेको थिएँ बेलुकी तिमीलाई चाहिँ डर चित्त बुझेछ क्या हो जेसुकै होस् पछि आयो ज्वरो न नआयो त्यत्तिकै गरौँ न अहिले जान्छु नजान्दै गरेर यसो चिया खाने स्कुलमा जानु पऱ्यो ल होइन यो लखर गयो कहाँ कतै अर्कै पुतलीको झ्याम्स त भएन न फोन छ न खबर छ अत्तो पत्तो केही पनि छैन मलाई त झ्याम्स बिनाको पुतली नै बनाएर छोड्यो त अब यी गाउँका आइमीहरूको कुरा सुनाउँ एकातिर छ एक्लै हिँड आफ्नै बाटो हिँड भन्छन् एक्लै हिँड्दा दिमागमा कुरा खेल्छ कोही साथी बनाए त उसैसँग लड नाम जुडाइदिन्छन् आज बिहान बिहानै सुधा कहाँ गइछन् यो स्यालको झोलको तालमा पनि सम्झाउने काम पनि राम्रो होइन क्या पकाएर खाइन्छ है पकाएर खाने मान्छे नि छैन अब भएन रारो जस्तो भएर जिन्दगी यो लखरले के गर्न खोजेको न फोन गर्छ न केही खबर छ आफ्नो मोबाइल नभए पनि बसन्त दाईहरू हुनुहुन्थ्यो शिव सोल्टीहरू हुनुहुन्थ्यो उनीहरूकोबाट फोन गर्दा नि भइहाल्थ्यो त दिनदिनै डेली फोन गर्ने बुढी त कसैले नि पाउँदैन हो ओइ झ्याम्स पुतली ओइ झ्याम्स पुतली
अनि यो रमिला सुल्टिङ त होइन किन बैरागेर बसिरहेछन् त्यहाँ एकछिन जानु पर्यो ओ रमिला के गरेर बसिरह एक्लै एक्लै यहाँ बैरागेर के हो रमिला एक्लै एक्लै बैरागेर बसिरहेछौ त किन हो तिमीलाई त सबै कुरा थाहा छ त किन सोधिरहेछौ के गर्छौ त रमिला पहिला फोनकै घरमा टाढा बिहा गरिदियो के गर्नु त बिरु भाग्यमा त्यस्तै भाले परेपछि के गर्ने यस्तै हो जिन्दगी आउला नि त्यो लखर फर्केर फेरि बिरु छोड्देऊ त्यस्ता कुराहरू बरु तिमी कहाँ हिँडेका हौ म उता बाटोमा गिटी जानु लागिरहेछ अनि बसन्त भेना अघि नै गइसकेछन् त्यति जानु लाग्यो मैले ए ल जाऊ त नि म जस्तो बैरागीको कुरा नि के सुन्छौ ल हुन्छ त नि ल म पनि जान्छु ल पछि भित्र कुरा गरौँ न फेरि है ल ल ल पिर नगर ल ल ओ शिव शिव त सुत्या रहेछ नि त धन्दाल दाई धन्दाल दाई धन्दाल दाई हेलो धन्दाल दाई ओहो कोही पनि छैन नि त ओहो कहाँ गएछन् कोही छैन नि त यार के हो यार कुकुर बसा लेखान त ग्यासमा ओहो दाल रहेछ यार यो के रहेछ कडाइको ल मासु रहेछ चाख्नु पऱ्यो कस्तो रहेछ है ओहो मिठोले भात खानुपर्छ क्या तताएर भात छ कि नै कति मिठो हो भात खानु पऱ्यो ल भात नि रहेछ दाल तताएर भात खानु पऱ्यो भातै ढाडबाट पुस्क्यो त के बनाउँथ्यो त बजिया एक्लै खाइरहेको छस् कुरा त सुन्नु न यहाँ धन्दा दाइ त्यो कुरो के सोध्ने भान्जारमा भान्जा उठेर भान्जारमा बसेर सबैसँग बसेर खाम्ला भनेर पो एक्लै पो खाइरहेको छ त बजिया भान्जा उल्लाउन अहिले भान्जाले मैले सँग खाम्ला भनेको थिएँ कुरा त सुन्नु न धन्दा दाइ यार कस्तो अन्डा गरेको थियो यो दुईजना पकाएको खाना एक दुईले लिएर कसिरहेको छ त्यो कराईमै बोकेर बेलुकादेखि बासिदिन्छ क्या खाँदिनस् क्या र त्यो त भन्ने मौकै दिनु भएन धन्दा तपाईँले भन्नु मको दिने हो र दुईजनाले पकाएर राखेको भन्दा हेर्नु न खाना अहिले एक दुईले कसिरहेको छ बेलुकी स्यालको झोलको दालमा के बोले के गरे थाहै भएन बिहान उठ्दा फ्याउरिनी छैन चारो नि छैन अनि भान्सामा हेरेको केही देखिनँ अनि धन्दा दाइ गरेर मिल्छ कि भने उठेर हिँडेको फ्याउरी घर आउनलाई त कमाएर ल्याएर दिनु पऱ्यो नि काटिएको कुकुर जस्तो लखर 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 लगाएर गाउँले कुरा काट्दै हिँड्दै गर्ने गाउँभरि अनि कहाँबाट हुन्छ त टाइम खानु पाउँछ जहाँ पाक्छ त्यही यसो झन्गाउँछ भनेर हिँडिराखेको यो बानी चाहिँ ठिक छैन सोल्टिदिनु ह्या शिव सोल्टी यार हाँडोमाथि पिलो थप्ने काम गयो नि तिम्रो लागि म पुतली खोजिरहेको छु त बजिया जुन बुढा कहाँ रहन्छस् त्यही ठाउँमा भन्छस् त होला बजिया त ढाड्छ यो त्यसो ढाड्छ सुम्लाउँछ भयो सजुर भाइ खाना त खायो नि के भयो र छोडिदिनु खाना मात्र होइन नि भान्जा बाबु मेरो छोरीको चाहिँ भविष्य पनि बिगालो झरी गरेको छ अझ यहीँ पुरो त पेट पूजा त गरे बुढाले हात नै दिएन नि यार
मनपर्छ के आयो ये बिरु कहाँ गए थे यार हाय आचल यसो उतातिर काम थियो यसो तिमीलाई देखेको त मनै बताएर यतातिर आएको कि तिमीसँग यार होला खु क्यों रोगेर बताएर बस्ने हात काट्दिन मलाई भेट्न आको अनि को छ र तिमी बाहेक अरू त मलाई भेट्न आको भए त सहयोग गर्ने होला नि ए त्यस्तो हो र गरिहाल्छु नि म के छ र खोइ घाँस देऊ नि त घाँस के कि घाँस नि काटिदियो कि भयो र बारी भयो ल कता हो त कहाँ अनि के छ त नि मेरो बारेमा विचार म मात्र कति पछि लाग्ने भनेको अनि एक अरू त रोटी पनि पाक्दैन भन्छन् राम्रोसँग पकाए त पाक्थ्यो क्या हो र आऊ न यता बस्नु न यता शीतलोमा घाँसको भारी पुगाउनु परेन क्या घाँस त अहिले काटिदिउँला नि म काटिदिइहाल्छु नि तिम्रो भनेपछि माया लाउने हो त लगाइदिउँ न के छ र जिन्दगीमा मान्छे हाँसेकै राम्रो मान्छे बाँचेकै राम्रो पिरती घाँसेकै राम्रो के छ र जिन्दगीमा जिन्दगीमा मलाई पनि त्यस्तै लाग्छ बरु मान्छे हाँसेकै राम्रो मान्छे बाँचेकै राम्रो अनि पिरती घाँसेको त बिर्स्यौ त कान्छी तिमीले त बिरु पिरतीले हँसाउँछ त्यो राम्रो पिरतीले रुवाउँछ त्यो चाहिँ नराम्रो त्यही भएर मैले कसैसँग पनि पिरती लागेकी छैन ए साँच्चै हो र ओफ म कसैसँग मस्केको देखेछौ र के साह्रो हान्यो यिनले त कहाँ हिँडेको त बस न कान्छी आँसी त यहीँ छोडेछ त कान्छी लिएर आउनु न त पछि पछि त्यस्तो नभन्नु न तिमी पिरती घाँसलाई त म छु त मैले तिमीलाई कहिल्यै रुन दिन्न कि बो गफ नलाऊ तिम्रो दाल गल्दैन यहाँ बरु जाऊ तिमीले निरञ्जनको मम्मीसँग को निरञ्जनको मम्मी फेरि होला नि कोही कोही को कोही फेरि म तिमी बाहेक अरूलाई कसैलाई चिन्दैन त कसैलाई पनि राम्रो लाग्दैन मलाई तिमी बाहेक त हो त्यही भएर मलाई कल्पुले भनेको थियो तिमी किन अरूको कुरा सुनेर बिच्किरहेछौ तिमी पहिला मसँग पिरती गाँसेर त हेर तिमीले बल्ल थाहा पाउनेछौ कि हु इज बिरु भनेर मैले तिमीलाई चिन्न त चिनेको छु मनैदेखि तनदेखि नै चिन्न पर्यो कि मलाई उफ बो पर्दैन ऊ त खेततिर जाम है ल दिनु अनि के छ त खबर ठिकै छ आफूको मेरो पनि ठिकै छ अनि के छ त विचार विचार सिचार केही छैन हिँड्नु घाँस खाँदा बाआमाले मार्छन् फेरि काट्ने हो र घाँस अनि थाप्नु त
भन न भन के छ विचार पहिला घर आएर मोहन बाबासँग सल्लाह गरौँ भन्ने सोचौँला त्यत्रो फुर्सद त कहाँ छ र मलाई आफू त बिजी मान्छे घर घर आएर हात माग्नलाई तिमी त बिजी भइहाल्छौ केटालाई मान्छे अर्काको घर घर धाउँदैन ठिकै छ तिमी रोजगारी देऊ नि त मलाई म अरूको खेताला भन्दैन रोजगारी खानालाई त बाबासँग कुरा गर्नु पर्यो नि त्यतिको खान पाइन्छ कि कस्तो गर्नु मैले तिम्रो शरीरको कुरा गरेकै छैन तिम्रो विवाहको कुरा गरेको पहिला तिमी आफ्नो बनाउ न मलाई म तिम्रो लागि सबै बानी सुधार्न तयार छु म आज फुर्सदमा पनि छु रात पनि दिन पनि त्यति फुर्सद छ भने बाबासँग कुरा गर्न जाऊ न त्यति फुर्सद त छैन मलाई बाबालाई माग्न आउनलाई त लु हिँड गफारी जाम घाँस लिएर घाँस लैदिने हो ल्याउनु परेन हिँड नि त हिँड छोडिदिउँला घरसम्म हेलो कहाँ छस् केटी कहाँको बाटोमा त म आएँ भनेर खबर गर्नुलाई हो किन गर्नु पर्यो खबर काठमाडौँ हुँदा एकचोटि याद गरेको थिइस् त ती कुराहरू नसम्झे बेलुका आउँदा टक्कसँगले स्यालको झोल लिएर आइज न आउँदैन त जस्तो साथीलाई भेट्न पर्खेको हुनेछु टक्कसँगले तेरो काखमा पल्टेर स्यालको झोल खाने मन छ मेरो मन छैन मेरो भेट्न के गर्छस् तँलाई गर भनेको छु र लिएर आइज पो भनेको खातामा लेख कमाएपछि तेरो तिर्दिन्छु साउ ब्याज सबै चाहिएको होइन तेरो साउ ब्याज त आफै राख तँलाई जिस्किने मन छ न तँलाई जिस्किने मन छ भने कल गर यहाँ ब्यालेन्स सक्यो साँच्चीको फोन काटेर मुख डाल्दे यति धेरै पछि आएको छु भेटौँ भनेको नाटक गर्छ यार हेलो रविना सोल्टिनी हजुर सोल्टी के छ खबर ठिकै छ सोल्टी कता हिँडेको त नि कता हिँड्नु बैरागी मान्छे यत्तिकै गाउँ डुलेर हिँडेको के हो रमिला सोल्टिनी तिम्रो र मेरो त खत्रै हल्ला चलिरहेको छ त गाउँभरि डरै लाग्ने अरे त्यस्तो डरै लाग्छ भने मेरो नजिक नआउ न त सोल्टी किन चिन्ता लिन्छौ त्यति साह्रो डराएको त होइन नि हो सोल्टिनी के पिर लाउने क्या त्यति पिर लाग्दो रहेछ त सोल्टी आज म फिल्म हेर्न जाँदैछु जाने हो सोल्टिनी एक्लै यहाँ गाउँमा लखर किन हेर्न सोल्टिनीसँग फिल्म हेर्न गइदिने हो के अनि सोल्टी बाइक खोइ त सोल्टिनी गयो त बाइक सोल्टी मजा गरे जस्तो नगर न मैले तिम्रो बाइक पो खोइ भने त सोल्टिनी बाइक त घरै छ बाइक भाउको मेरो यही हेलमेट यही बोकेर गाउँ डोलिरहेको छु सोल्टी बाइक नभए नि गाडीमै भयो नि जाम्ला नि त अहिले म फोन गर्छु है तिमीलाई ल अहिले म गएँ ल हेऱ्यो बसन्त दाजु हो यो के स्पेस यसलाई पुर्याउनु पर्ने कहाँ राजधानी नेपाल राजधानी धापाखेल कन्ट्याक्ट नम्बर 9840-789 लायर हस् दाजु 80 सालको वैशाख 5 गते म तपाईँलाई मसँग भेटेर इन्फर्म गर्छु हुन्छ बी केयरफुल दाइ के भाइको विश्वास लाग्दैन र विश्वास आफ्नो ठाउँमा छ काम भनेको काम हुन्छ काम गर्दा होसियार छ टेन्सन नगर्नुहोस् 80 साल वैशाख 5 गते तपाईँलाई मैले कन्फर्म हुने तयारी म गर्नेछु नआउने पहिले भन्नु स्यालको झोल नै खान्थ्यो भने होटलमै आएको भयो नि नि अहिले चाहिँ यहाँ बस
मसँग बसेर खाने भनेर हो नि त होटेलमै बसिदिन्थेँ नि म त्यो छेउमा के हो केटी बास्ना त हर्राछ धेरै दिन भयो मात्रै होला हर्र बाँच्न चलिहाल्छ नि तँलाई खैले खाऊ जनताको गरम अरू बोतल पाएन यही त लुकाएर ल्याएको बल्ल बल्ल भेटाएर यही त बल्ल बल्ल खोजेर लिएर आएको लुकाएर ल्याउने नि यो रेड बुल नि मलाई हो हट तँलाई त स्यालको झोले तागत दिइहाल्छ नि त मलाई हो छोरी मान्छेले रेड बुल खानुहुन्न नि हड्डी खिन्छ छ त यहाँले हट छोरा मान्छेको त खिँदैन छोरा मान्छेको मलाई हुन्छ खान तँलाई छोरो चाहिँ रेड बुल खाइन्छ तागत निकालिन्छ हामी पनि के केटी मुडमा छस् त त छस् नि सारा संसार मेरो लागि